दोस्तों, इस वीडियो को लाइक करें, हमारे चैनल को सब्सक्राइब करें, इस घंटी के आइकन को दबाएं और सेलेक्ट करें हमारी सभी वीडियो सबसे पहले देखने के लिए। आदरणीय दाजु भाइ दिदी बहिनी तथा इष्ट मित्रहरूको प्यारो भाइ म अनिल शाह अहिलेको मैथिली कार्यक्रममा नेपाली भाषामा भइरहेको प्रस्तुतिलाई सुनेर हजुरहरू प्यार आशीर्वाद दिन नबिर्सनुहोला। म हजुरहरूको माझमा एउटा प्रेम कथा लिएर आइपुगेका छौँ। आजको कार्यक्रममा पत्र पठाएर साथ दिनुभएको साथी विशाल श्रेष्ठ हो। उहाँको घर सिराहा जिल्लाको लाहान भन्ने ठाउँमा छ। उहाँको जिन्दगीमा कसैले ठुलो अपराध गरेर गइसक्नु भएको छ, तर विशालजीले गरेको माया भित्री हृदयले कसरी निकाल्ने, उसकै यादमा आफ्नो जिन्दगी कसरी बिताउने, दिनभरि उसकै यादमा कसरी बस्ने, उसको बाटो दिनभरि कसरी हेर्दै बस्ने, कसैसँग गरेको चोखो माया भुलाउन कति गाह्रो छ त्यो विशालजीलाई नै थाहा छ। मनको कसैसँग सजाएको सपना जब टुट्छ तब मानवको जिन्दगी नर्क जस्तो भइहाल्छ। जब 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 साँझ पर्छ, जब 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 साँझ पर्छ, तिम्रो लागि मन रोइरहन्छ। तिमी बिना अब कसरी बाँच्नु रे। विशालजीको जिन्दगीमा यस्तै रहेछ। विशालजीको पत्रमा लेखेको कथा यस्तो छ कि मेरो नाम विशाल श्रेष्ठ हो, मेरो घर लाहान हो, म अहिले काठमाडौँ बस्छु, तर अनिल भाइ मलाई एउटा केटीसँग लभ परेको थियो। म त्यो केटीसँग असाध्य माया गरिरहेको थियो। त्यो केटी पनि मसँग धेरै माया गरिरहेका थिए। दुवैजना धेरै खुसी थिए। हामी दुवैजनाको प्रेम अमर र अटल भइसकेको थिए। यसरी नै दिन बित्दै गए। केही दिनपछि त्यो केटीले मलाई काठमाडौँबाट छोडेर वीरगञ्ज आइपुग्यो अनि मेरो क्लासको साथीसँग बिहे गरिहाल्यो। के कमी भयो मेरो मायामा कि मलाई छोडेर अरूको हात समायो? के कमी भयो? आखिर किन मलाई रुलाएर गयो? के म राम्रो छैन? किन मसँग झुठो माया गर्यो? उसको लागि मैले दिन रात मेहनत गरिरहेको थियो अनि उसलाई खुश गरिरहेको थिएँ। कसको माथि विश्वास गर्ने? जसमाथि विश्वास गर्छु त्यसले नै विश्वासघात गरिहाल्छ। तिमी चाहिँ किन नछोडेर गइसक्यो? तर
मृत्यु पछि नै भूल छुट्टी मिलाई। आई लभ यू। जब देखि गयो मलाई छोरी, मेरो मायाको मुटु यो तोरी। जब देखि गयो मलाई छोरी, मेरो मायाको मुटु यो तोरी। उसलाई दिलमा बसाए बिरगञ्ज सहर घुमाए, उसलाई दिलमा बसाए बिरगञ्ज सहर घुमाए। धोका दियो मलाई जानेर रे, सक्दिन भुलाउन आफ्नो मानेर रे, मरिहाल्छु आफै गोली हानेर रे। सक्दिन भुलाउन आफ्नो मानेर रे, मरिहाल्छु आफै गोली हानेर रे। Recording by Lakshmi Studio. याद आउँछ सधैँ उसले भनेको कुरा, मायामा गइन मलाई हानेर छुरा। गरेको वादा कुनै भएन पुरा, माया यो मेरो अब भयो अधुरा। याद आउँछ सधैँ उसले भनेको कुरा, मायामा गइन मलाई हानेर छुरा। गरेको वादा कुनै भएन पुरा, माया यो मेरो अब भयो अधुरा। धेरै सपना देखायो आफ्नो जालमा फसायो, धेरै सपना देखायो आफ्नो जालमा फसायो। मलाई गयो तल तानेर रे, सक्दिन भुलाउन आफ्नो मानेर रे, मरिहाल्छु आफै गोली हानेर रे। सक्दिन भुलाउन आफ्नो मानेर रे, मरिहाल्छु आफै गोली हानेर रे। राइटर राजु राजा राहुल अलबेला, विशु दिवाना भइहाल्यो अकेला। सनोज रविन्दरको फेरामा परी, त्यसैको कारण धेरै भयो झमेला। राइटर राजु राजा राहुल अलबेला, विश्व दिवाना भइहाल्यो अकेला। विवेक अवसरको फेरामा परी, त्यसैको कारण धेरै भयो झमेला। धेरै रुँदैछ यो छाती पीडा हुन्छ खुबै राति, धेरै रुँदैछ यो छाती पीडा हुन्छ खुबै राति। गई अरूलाई छानेर रे, सक्दिन भुलाउन आफ्नो मानेर रे, मरिहाल्छु आफै गोली हानेर रे। सक्दिन भुलाउन आफ्नो मानेर रे, मरिहाल्छु आफै गोली हानेर रे। जब देखि गयो मलाई छोरी, मेरो मायाको मुटु यो तोरी। उसलाई दिलमा बसाए बिरगञ्ज सहर घुमाए, उसलाई दिलमा बसाए बिरगञ्ज सहर घुमाए। धोका दियो मलाई जानेर रे, सक्दिन भुलाउन आफ्नो मानेर रे, मरिहाल्छु आफै गोली हानेर रे। सक्दिन भुलाउन आफ्नो मानेर रे, मरिहाल्छु आफै गोली हानेर रे। नमस्कार दोस्तों, इस वीडियो को लाइक करें, हमारे चैनल को सब्सक्राइब करें, इस घंटी के आइकन को दबाएं और सेलेक्ट करें हमारी सभी वीडियो सबसे